साथीहरू, अहिले म जुन ठाउँमा उभिएको छु त्यो ठाउँलाई बन्दीपुर भनिन्छ र आज यो ठाउँमा धेरै नै गुलमुलहरू हेर्न सकिन्छ। त्यसको कारण चाहिँ अहिले 6औं बन्दीपुर महोत्सव भइरहेको रहेछ यो ठाउँमा, त्यही भएर मान्छेहरू धेरै आएका छन्। यो बन्दीपुर चाहिँ एकै काठमाडौँ भ्यालीको नाला र चाँगु नारायणको सम्मिश्रण जस्तो भाइब्स दिन्छ। अनि यता गण्डकी प्रदेशमा बसे पनि काठमाडौँ बसेको जस्तै हुन्छ बन्दीपुर आउँदाखेरि। तपाईँ देख्न सक्नुहुन्छ यति धेरै मान्छेहरू चाहिँ यता आएर फोटोहरू खिच्नुहुन्छ। यो हिस्टोरिकल नेपालको हिस्टोरिकल पिक्चर्सको र मोनुमेन्ट्समा आएर तपाईँहरू पनि इन्जोय गर्नुहोला। धन्यवाद।